आज फेरि पनि डिस्कभर 125 बाइकको क्लच प्लेट खोल्न लाग्छौँ होइन। यो बाइकमा खासै समस्या के थियो भने किक हान्दा होइन किक स्लिप हुने होइन, खसखस हुने, किकै नलाग्ने जस्तो समस्या थियो। क्लच प्लेट खोलेर हेर्दा त पुरै मोबिल पनि धेरै दिनदेखि चेन्ज नगरेको होइन, पुरै कालो न कालो लेदो भइसकेको थियो होइन। खासमा यो खोलेको क्लच प्लेट फेर्न तर हामीले अर्कै समस्या देख्यौँ कि यसमा जुन गाइड हुन्छ नि केम्चेन गाइड टुटेर तल झरिसकेको रहेछ होइन। अब खोलेको एउटा समस्याको लागि अब अर्को समस्या पनि देख्यो, त्यही भएर हामीलाई हेड पनि खोल्नु पर्यो। हेड खोलेर यो गाइड रबर जुन हुन्छ यो गाइड रबर पनि हाल्नै पर्यो। अब देखिकन त भित्र छोडिदिनु भएन, अब यसले इन्जिनको बाटहरू घोटिदिने होइन जस्तो समस्या आउँथ्यो। त्यही भएर हामीले क्लच प्लेट, मेल फिमेल, मोबिल, क्लच ग्यास्केट, मोबिल फिल्टर, केम्चेन गाइड सबै हालिदिन लाग्छौँ होइन। क्लच प्लेट खोल्न आँटेको गाडी अब खोलेपछि अब अर्को समस्या पनि देख्यो क्या। त्यही भएर गाडी खोलेपछि होइन यति पैसा मात्र लाग्ला जस्तो नसोचे नि हुन्छ। यसरी समस्या निक्लेर बढी पैसा पनि लाग्न सक्छ। हेर्न सक्नुहुन्छ अब यो गाइड हाल्न हेड खोलेको छौँ होइन। अब यो गाइड हाल्न लाग्छौँ, गाइड हालेर होइन हेड फिट गरेर पुरै फिनिसिङ गर्नेछौँ। अब त्यही हो, कस्टमरको बजेट अनुसार होइन उहाँको चित्त बुझ्दो काम गर्ने कोसिस। तपाईँहरू पनि आफ्नो बाइकको होइन टाइममै मोबिल सर्भिसिङ गर्नु होला। क्लच वायर के कस्तो छ होइन, क्लच जाम त चलिरहेको छैन, यदि जाम छ भने समयमै चेन्ज गर्नु होला। तपाईँहरूलाई पनि हाम्रो काम मन पर्यो भने तपाईँहरू पनि न्यू काठमाडौँ मोटरसाइकल वर्कसप रूपनगर 70 आउनु होला। धन्यवाद।